प्रहरी महानिरीक्षक दीपक थापाको प्रमुख आतिथ्यमा चैत्र 27 गते आयोजित कार्यक्रम बीच नेपाल प्रहरी अस्पताल महाराजगञ्जको 41औं वार्षिक उत्सव समारोह सम्पन्न भएको छ। सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालमा आउने सर्वसाधारण नागरिकको सेवा गर्ने हेतुले अस्पताल परिसरमा नवनिर्मित नेपाल प्रहरी अस्पताल सशुल्क फार्मेसीको उद्घाटन गर्नुका साथै अवलोकन समेत गर्नुभएको थियो। उहाँले अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका अस्पताल दर्पण 2081 र नेपाल मेडिकल जर्नलको लोकार्पण समेत गर्नुभयो। प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डाक्टर सुन्दर प्रसाद होजुलाई इको कार्डियोग्राफी मेसिन हस्तान्तरण गर्नुका साथै लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक दीपा नुच्छे प्रधानलाई आइसियु भेन्टिलेटर एन्ड पेसेन्ट मोनिटरिङ मेसिन हस्तान्तरण गर्नुभयो। समारोहमा प्रहरी महानिरीक्षक थापाले अस्पतालको नवनिर्मित फार्मेसीको लागि लजिस्टिक सहायता गर्नुहुने की कन्सेप्ट नेपाल प्रालि काठमाडौँका कार्यकारी अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठलाई कदरपत्र प्रदान गर्नुभयो। यसैगरी वर्षभरि कार्य सम्पादन र सेवा प्रवाहको आधारमा उत्कृष्ट विभाग अन्तर्गत मनोचिकित्सा विभाग प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक आशिष दत्तलाई सील तथा प्रशंसापत्र एवं अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई पुरस्कार तथा प्रशंसापत्र समेत उहाँले प्रदान गर्नुभयो। सोही अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घको तर्फबाट सङ्घका अध्यक्ष श्रीमती रूपा थापाले हिटिङ गिजर र फिजियोथेरापी ट्रेडमिल अस्पतालका फिजियोथेरापी विभागका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डाक्टर कुशल राणा भाटलाई हस्तान्तरण गर्नुभएको थियो।